यो चाहिँ कुइन भाट रहेछ। यो बोतललाई नफुटाएर चाहिँ धुकै राम्रो हो। दर्शकबिन नमस्कार, स्वागत छ हाम्रो कृषक च्यानलमा। आजको भिडियोमा हामी सिम्बिडियम अर्किडका फ्लास्कमा हुर्काएका साना बिरुवाहरूलाई फ्लास्क नफुटाई कसरी सुरक्षित रूपमा गमलामा रोप्ने तरिका देखाउनेछौँ। आज हामीसँग हुनुहुन्छ रवि राईजी, जसले तपाईहरूलाई फ्लास्कबाट बिरुवा निकाल्ने सही तरिका र त्यसपछि कसरी राम्रोसँग पटिङ गर्ने भन्ने सम्पूर्ण प्रक्रिया सिकाउनेछ। यसलाई चाहिँ क्लोन भन्छ। क्लोन भनेको चाहिँ पहिला जुन चाहिँ फुल फुलाउँछ त्यसलाई नोट काटेर गरेर चाहिँ क्लोन भन्छ। अर्को चाहिँ सिडलिङ हुन्छ। सिडलिङ चाहिँ दुईवटा क्रस गर्छौँ हामी। क्रस गरेर चाहिँ सिड हुन्छ, सिडबाट उम्रेकोलाई चाहिँ सिडलिङ भयो। सिडलिङ चाहिँ के हुन्छ भने त्यसमा चाहिँ भिन्नता आउँछ, डिफ्रेन्ट हुन्छ क्या, त्यो चाहिँ हुनसक्छ। तर यो क्लोन चाहिँ जे जुनको गरेको छ त्यो नै आउँछ। त्यही हो। त अब सबैले यो डिफ्लाक्स त गर्दैछ हो, तर हामी चाहिँ के गर्दैछौँ एउटा साइन्टिफिक प्रकारले यो बोतललाई नफुटाएर चाहिँ हामी चाहिँ के गर्छौँ भने यो बोतल रियुज गर्छौँ। त्यसले गर्दा के हुन्छ भने हामीलाई चाहिँ यसलाई रियुज नगरी कसरी गर्ने भन्दा यसलाई चाहिँ के गर्नुपर्छ भने पहिला चाहिँ यो एउटा चाहियो तपाईँलाई पक। अन्त हामी यो खोलिदिन्छौँ होइन फ्लास्क। अब यो पानी हाल्यो हामीले। पानी हालिसकेपछि चाहिँ यसलाई हामी हल्लाउँछौँ। यो पानी हालिसक्यो, यो तपाईँको तलको मेडिया चाहिँ सबै पिक्लिएर जान्छ। फेरि एकखेप गरिदिनुहोस्। फेरि एकखेप गऱ्यो भने चाहिँ एक चाहिँ धोइन्छ पनि यो भित्रको। तपाईँहरूले चाहिँ यसलाई अब फक युज गरेर चाहिँ तपाईँले आरामले तपाईँले एक एकवटा पानी निकाल्न सक्नुहुन्छ। यो चाहिँ तपाईँको के भन्छ भने यसमा चाहिँ हामीले बोतललाई फुटाउनु परेन। बोतल फुटाउँदा के हुन्छ भने कतिवटा बाहिरतिर पनि जान्छ, रिस्की पनि हुन्छ, नानीहरू पनि हुन्छ। अन्त त्यसलाई फेरि यो हामीले बोतल रियुज गर्न सक्छौँ। यो बोतल हामीले रियुज गर्न सक्छौँ चाहिँ एकदम सुविधाजनक पनि हो, सेफ पनि हो, अन्त किफायती पनि हुन्छ यो। किनभने बोतल रियुज गर्न सक्छौँ। एकखेप धुनु पर्दा हुन्छ। यो तपाईँले अलिकति मिडिया लागेको हुन्छ। यो स्कुलमा आउनु तपाईँ, यो मिडिया लागेको हुन्छ कि यसलाई बिस्तारै धुकै राम्रो हो। किनभने यसमा चाहिँ हामीले आगार युज गरेको हुन्छ ल्याबमा। आगार युज गर्दा चाहिँ आगार अलिक गुलियो भएकोले गर्दा चाहिँ यसलाई फङ्गल एट्याक हुनसक्छ। यो बोतलभित्र चाहिँ स्टाइल कन्डिसन भएकोले गर्दा त्यहाँ फङ्गस पस्दैन र के गर्दैन। तपाईँले यस्तो कुहेको पनि निकाल्नुहोस्। यो पटिङ गर्नु पऱ्यो। यो चाहिँ किन भन्छ यो चाहिँ बच्चै हो, यसलाई चाहिँ हामीले कम्युनिटी पट चाहिन्छ। सिङ्गल रोप्नु पनि सक्छौँ, तर सिङ्गलमा यो बढ्दैन किनभने यसलाई पनि साथी चाहिन्छ, सानो छ। त्यसले गर्दा यसलाई कम्युनिटी पटमा चाहिँ हुँदैन। मिडियाको लागि चाहिँ मैले अघि नै प्रिपेयर गरेको छु। यो मल चाहिँ हामी के हुन्छ भने यो हामीले चाहिँ लोकली युज पाउने यो विशेष गरेर कटुसको पत्ता। कटुस चाहिँ हामीले किन युज गर्छौँ भने कटुसको पत्ता चाहिँ एकदम कडा हुन्छ। यो 2-3 सालसम्म यसलाई डिकम्पोज हुँदैन। डिकम्पोज नभएकोले गर्दा यो अर्किडलाई प्रिफर भएको कारण चाहिँ के हुन्छ भने अर्किडको मल चाहिँ त्यो पानी चाहिँ स्ट्याग्नेन्ट हुनु हुँदैन। पानी हालेको पानी जम्मिनु हुँदैन। त्यो जम्मियो भने चाहिँ त्यसमा फङ्गल लाग्छ, रुट रट लाग्छ, त्यो मर्नुसक्छ। त्यसले गर्दा अर्किडलाई चाहिँ कस्तो हुन्छ, पानी हाल्यो कि त त्यो ड्रेन्च भएर गइहाल्नुपर्छ। त्यसले गर्दा हामीले कटुस प्रिफर गरेर कटुस चाहिँ 2-3 वर्ष लाग्छ त्यसलाई डिकम्पोज हुनु। जस्तो हामीले त्यो अरू युज गऱ्यो मलताको चिलाउनेहरू लाग्यो भने चाहिँ 1 सालमा त्यो माटो भइहाल्छ। हामीले यो सिडलिङ सानो भएको यसलाई चाहिँ मिन युज गरेको छौँ। अन्त यो परलाइट चाहिँ दुईवटा काम गर्छ। एउटा चाहिँ यो यसलाई मिडियालाई हल्का बनाउँछ। अर्को चाहिँ यसले चाहिँ मोइस्चर रिटेन गर्छ। जस्तै हामी यो महँगो दामको फुल छ नि, यो भेरिगेटेड हो। यसलाई चाहिँ हामीले खालि परलाइटमा मात्रै लाउँछौँ। यसमै नै फङ्गिसाइड पनि मिसाक्छौँ। हामीले चाहिँ के भन्छ नि ठुल्ठुलो सहरतिर चाहिँ यो पत्ताहरू पाउँदैन, कटुसको पत्ताहरू पाउँदैन। तिनीहरू उनीहरूले चाहिँ कोको चिपहरू युज गर्छ। यसमा चाहिँ मैले कटुसको पत्ता यो अलिक कम्ती मात्रामा यो कोको चिप हामीले के गर्छौँ, यो ठुल्ठुलो जति छ यो ठुल्ठुलो चाहिँ मुनि हाल्छौँ पत्ताहरू। ठुल्ठुलो चाहिँ किनभने यसले गर्दा चाहिँ के हुन्छ भने
एयर सर्कुलेसन पनि हुन्छ, पानी पनि जमिँदैन। त्यहाँदेखिको चाहिँ हामी यो ठुला हालेर चाहिँ आधा गरेर यो यसमा माथि चाहिँ मिन गरिदिन्छु। माथि चाहिँ जति माथि त्यति मिन हुन्छ। अब यसमा चाहिँ तपाईँले यसो गरेर सबभन्दा मुनि फङ्गिसाइड सबभन्दा मुनि चाहिँ यदि पक्रेर भित्र हालिदियो चाहिँ आफै पसिहाल्छ। यो ल्याबमा गरेकोले गर्दा फेदमा पक्रेर भित्र खादिन्छ, भित्र खादिन्छ होइन। कतिवटा गयो 1 2 3 4 5 6 7 8 9वटा गयो होइन। यसलाई चाहिँ कम्युनिटी पट अब यतिको ठिकै 1-1 इन्चको फरकमा रोप्यो भने यसलाई चाहिँ मजाले पानीले भिजाउनु पऱ्यो। हामीले फङ्गिसाइड अघि नै भिजाइसकेको छु मिडियामा। अब यो हामीले गरिसक्यौँ। यसमा हामीले बेबिस्टिन स्प्रे गर्न सक्छौँ। अब यसमा चाहिँ मैले सोइललेस मिडिया बनाएकोले यसमा हामीले न्युट्रिसन पाउँदैन। यसमा चाहिँ हामीले एनपिके युज गर्छौँ हप्तामा एक। अब यो गरिसकेपछि हामीले चाहिँ सबभन्दा नभुलिने काम चाहिँ यो ट्याग गर्नुपर्छ। अब यो ट्याग गरेर चाहिँ यो बटलको हाम्रो कोट भयो होइन। यो चाहिँ कुइना भाट रहेछ, कुइना भाट रहेछ। अब यसलाई चाहिँ मेन चाहिँ ट्याग गर्नु पऱ्यो, कुइना भाट, क्विन अफ हार्ट। पानी भिजेको राम्रो लेखेन। आजको डेट कहिले कति तारिक आज 11/4/26 गरेर यो चाहिँ अब ट्याग लगाइदिनु पऱ्यो। यो चाहिँ भुलिनु भएन। यहाँ तपाईँले 3 महिनादेखि 6 महिनासम्म राख्न सक्नुहुन्छ। अब यसको नेक्स्ट रिपोर्टिङ चाहिँ कहिले हुन्छ? सिम्बिडियम चाहिँ 2टा हुन्छ सिजन रिपोर्टिङको लागि। जब यसले जरा इन्ट्रोड्युस गर्छ, एक चाहिँ भयो मार्च अप्रिल, अर्को चाहिँ भयो सेप्टेम्बर अक्टोबर। हतपत महत्त्व यो सर्भाइभ भइसकेको छ। यो यसमा चाहिँ मेन चाहिँ के हुन्छ भने रुट सिस्टम हेर्नु पऱ्यो। यो रुट पुरै उ भइसकेको छ होइन, एकदम राम्रो छ भने चाहिँ यो एकदम सक्सेस हुन्छ। लिएको झन्डै 1 महिना भयो, यहाँ एकदम ग्रोथ भइरहेको छ, एकदम लाइट चाहिन्छ होइन। यहाँ नै छोइसक्यो। यो चाहिँ कस्तो हुन्छ भने अलिक भित्र सानै छ भने त्यो फ्लासमै राख्न सक्छ हामी, बढ्छ त्यो। तर घाममा चाहिँ राख्नु पऱ्यो। घाममा चाहिँ यसो घुमाइदिइरहनुपर्छ होइन। एकै ठाउँमा त भने घामले डढ्न सक्छ। डाइरेक्ट घाम नभएर त्यो इन्डाइरेक्ट घाम क्या। मेन चाहिँ के अब तपाईँले एकखेप यो सारिसकेपछि चाहिँ यसलाई अब एकदम सफा जग्गामा राख्नु पऱ्यो। इन्डाइरेक्ट घाम भएकोमा उज्यालो चाहिँ चाहिन्छ, तर इन्डाइरेक्ट घाम। अर्किडभरिमा सबभन्दा बेसी घाम चाहिने चाहिँ सिम्बिडियम अर्किड हो। अरू अर्किड चाहिँ सेटमा चाहिन्छ, तर सिम्बिडियमलाई चाहिँ सबभन्दा बेसी लाइट चाहिन्छ। बेबिस्टिन चाहिँ फङ्गिसाइड हो। त्यो फङ्गिसाइड चाहिँ कस्तो हुन्छ भने हामीले यो मिडियामा पनि युज गरेको छौँ। यो रोपिसकेर पनि यहाँ एकखेप पनि स्ट्रेच पनि गर्छौँ। अनि अर्को चाहिँ त्यो जो धुम्मा हुन्छ नि, पानी पर्नु आँटेको हुन्छ, पानी परेको छ, र बेसी मोइस्चर भएको दिन चाहिँ फङ्गस बेसी लाग्छ। त्यति बेला त्योभन्दा अघि नै एकै स्प्रे गरेको चाहिँ राम्रो प्रिकसनको डोज चाहिँ हुन्छ 2 ml 1 लिटर पानीमा एकखेप स्प्रे गरिदिनु भइहाल्छ। दर्शकबिन, यसरी तपाईँ सिम्बिडियम अर्किडलाई सफलतापूर्वक पटिङ गर्न सक्नुहुन्छ। यदि भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। अर्को हप्ता फेरि भेट्ने बाचा गर्दै बिदा माग्छु। धन्यवाद।